हेलो साथीहरू आज चाहिँ पाटनमा पानी परेछ चिसो छ अनि अलि चाँडै आएको आउन चाहिँ म तर घर अहिले आएर अब ड्रेसेस चेन्ज गरेँ हैन अनि खाना पकाउन त भनेर किचनमा छिरेको कि है हेर्नु ल हेर्नु है बुढाले चाहिँ हैन आज मलाई सरप्राइज दिएको रे कि मटर आलुको तरकारी बनाइसक्नु भएको रहेछ है अनि करेला भइहाल्यो अनि त्यसपछि अब म त्यति रोटी खाँदैन नि त अनि म खाना भातै पनि बनाउने हुनाले रोटी बनाएर हैन हेर्नु रोटी बनाएर राख्नु भएको रहेछ अनि अब यति थोरै रोटी सोच्नु होला मेरो लागि चाहिँ यहाँ भात छ अनि यो भातलाई चाहिँ म फ्राई राइस बनाउँछु हैन भातलाई बासी भातलाई फ्राई राइस बनाउँछु अनि एउटा अर्को कुरा के भन्दाखेरि यो चाहिँ फोरहरू यो हुन्छ नि तरकारीको छिल्काहरू यस्तो किचन यस्तो बनाउनु हुन्थ्यो नि त बुढोले किचनमा बस्दाखेरि त यो किचनै फोर जस्तो हुन्थ्यो आज त वाह ओहो पुरा फोरहरू एउटा मेथो पारेर सफा बनाएर अब खाना मात्र बाँकी छ गाइस हो आज त मेरो बुढाले कस्तो यति खुसी म त एकदम खुसी छु खाना बनाउन नपरेपछि मलाई यति खुसी लाग्छ नि अब खाने ओछ्यान जुटेर टिकटक स्क्रोल गर्ने आज त मजै